टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु सम्बन्धी प्रसङ्गबाट। बर्मजियामा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्मजियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनपुर नगरपालिका 2 बर्मजिया निवासी 75 वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो। पूर्वबाट पश्चिम गरेको बा 18/7734 नम्बरको कारले बाटो काट्ने क्रममा तिलकलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर भाग्न खोजेको कारलाई प्रहरी चौकी मोहनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु भएको छ। नवलपरासीको गेडाकोट नगरपालिका 2 का 54 वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको बताएको छ। कोरोना संक्रमित ती पुरुषमा श्वास प्रश्वासमा समस्या देखिएपछि कार्तिक 3 गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोभिड-19 का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ। मन्त्रालयले गएको शुक्रबारदेखि 5 दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो। दशैं पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जन सहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। मन्त्रालयले दशैं बिदाका बेलामा कोभिड-19 का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर 260 दिनदेखि कोभिड-19 का बारेमा जानकारी गराउँदै आएको छ। दशैंका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन्। दशैं बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन्। गएको 7 गते सप्तमीदेखि 5 दिनका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए। दशैं मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरू पनि फर्कन थालेका छन्। वर्ष कोरोना संक्रमण जोखिमका कारण खासै चहल पहल भने भएन। दशैं बिदा सकेकाले आजदेखि काठमाडौँ सहित मुख्य शहरमा केही चहल पहल बढ्नेछ। दशैं टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ। हिजो र अस्ति लगाउन नभ्याएका र टाढा टाढा रहेका आफन्त तथा सामान्यजन कहाँ पुगेर कोजाग्रस्त पूर्णिमासम्म नै टीका लगाउने चलन छ। उदयपुरको त्रियुगा नगरपालिका 10 बोक्सेका पानी टंकी निवासी एक वनझाक्री बलात्कारको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेका 39 वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबरजस्ती गर्नेमा मुद्दा चलाउन लागेको उदयपुरका प्रहरी प्रमुख भीम प्रसाद दाहालले बताए। उनले माता उदार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यस्तै गर्ने गरेको बयान दिएका छन्। अर्जुनसँग मतियारका रूपमा काम गर्ने 45 वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखेको छ। टुडे न्यूजमा एकैछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दशैंमा निधार खाली नै हुने भयो। दशैंमा निधार खाली राख्न हुन्न नि बाबु।
हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा, ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। स्वागत छ। अब बाँकी प्रसङ्ग। बागमती प्रदेश प्रमुख विष्णु परसाईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रमुख परसाईको PCR रिपोर्ट मंगलबार पोजिटिभ आएको हो। उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगर स्थित घर जानु भएको छ। 5 दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड-19 को संक्रमण पुष्टि भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ। हाल प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ। प्रदेश नम्बर 1 का 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। प्रदेश नम्बर 1 का 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति देशका पूर्वी र मध्यम पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको बिहार राज्यमा निर्वाचन सुरु भएको छ। 3 चरणको मतदान अन्तर्गत आज पहिलो चरणको मतदान भइरहेको छ।
पहिलो चरणमा 71 सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बिहारको निर्वाचनमा 1066 जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्, जसमा 852 पुरुष र 114 जना महिला उम्मेदवार छन्। दोस्रो चरणको मतदान नोभेम्बर 3 मा हुनेछ भने तेस्रो चरणको मतदान नोभेम्बर 7 मा सम्पन्न हुनेछ। नोभेम्बर 10 मा मतदान परिणाम सार्वजनिक हुनेछ। कोरोनाका कारण मतदानको समय 1 घण्टा बढाएको छ, तर फरक सिटमा का लागि छुट्टै मतदान समय सीमा निर्धारण गरिएको बताएको छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।